नमस्ते। आज फेरि नयाँ भिडियो लिएर तपाईहरुमाझ उपस्थित भएको छु। म दिलीप भुषाल। आज हाम्रो भिडियोको विषय रहेको छ आय विवरण पेश गर्ने विधि अन्तर्गत D3 कसले भर्ने र D3 भर्ने तरिका। त्यसभन्दा अगाडि यस काठमाडौँ बिजनेस सोलुसनको युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाएर हौसला दिनुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु। अब आजको टपिक तर्फ लागौं। D3 विवरण कसले भर्ने, आय विवरण पेश गर्ने तरिकाहरू D1, D2, D3, D4 छ। ती चारवटा मध्ये D3 कसले भर्ने भन्ने अन्तर्गत आज छलफल गर्ने गरिरहेका छौं। D1 र D2 को विवरण कसरी भर्ने भन्ने सन्दर्भमा यस अगाडि नै भिडियोहरू अपलोड भइसकेका छन्, त्यसमा गएर हेर्न सक्नुहुन्छ। D3 कसले भर्ने त? अब अडिट गर्नुपर्ने सम्पूर्ण संस्थाहरूले D3 को भर्नुपर्छ। अडिट नगर्ने तर 30 लाख सम्मको बिक्री र 3 लाख भन्दा माथिको नाफा भएका व्यक्तिगत फर्मले पनि D3 विवरण भर्नुपर्ने हुन्छ। 30 लाख देखि 1 करोड सम्मको कारोबार भएका र 10 लाख भन्दा बढी नाफा भएका व्यक्तिगत फर्मले पनि D3 भर्नुपर्ने हुन्छ। यसैगरी यति संस्थाहरूले यसरी चाहिँ D3 भर्नुपर्छ। यस अन्तर्गत जस्तै अडिट कसले गर्नुपर्छ भन्ने कुरा यो छुट्टै कुरा भयो। अडिट चाहिँ लगभग सम्पूर्ण संस्थाहरूले गर्नुपर्छ। अडिट व्यक्तिगत फर्महरूले 1 करोड सम्मको कारोबार भएका व्यक्तिगत फर्महरूले चाहिँ अडिटर मार्फत फाइनेन्शियल स्टेटमेन्ट भेरिफाई गर्नु पर्दैन। त्यो भन्दा बाँकी अरु सम्पूर्ण संस्थाहरूले बिजनेसले अडिट गर्नुपर्ने हुन्छ। प्रायली कम्पनीहरूले कारोबार केही पनि नभए पनि लेखा परीक्षण प्रतिवेदन प्रत्येक आर्थिक वर्षमा गराउनु पर्ने हुन्छ। यसका साथसाथै अब हामी D3 विवरण भर्ने तरिका देखाउन गइरहेका छौं। D3 विवरण भर्नको लागि एउटा फाइनेन्शियल स्टेटमेन्ट चाहिन्छ। कुन संस्था हो त्यसको विवरण चाहिन्छ। हामीले D3 विवरण भर्नको लागि ird.gov.np मा जान सक्छौं। त्यसपछि गएपछि करदाता पोर्टलमा जानु पर्यो। करदाता पोर्टलमा गइसकेपछि इन्कम ट्याक्स भन्ने छ। इन्कम ट्याक्समा गएर D3 भन्ने छ। D3 मा गएर तपाईको प्यान नम्बर हाल्नु पर्यो। बिजनेसको प्रयोगकर्ताको नाममा प्यान नम्बर हाल्नु पर्यो। पासवर्डमा पनि प्यान नम्बरै हाल्न सक्नुहुन्छ। पुनः पासवर्डमा पनि प्यान नम्बर हाल्न सक्नुहुन्छ, तर अरु पनि हाल्न सक्नुहुन्छ। स्थायी लेखा नम्बरमा चाहिँ सम्बन्धित संस्थाको स्थायी लेखा नम्बर हाल्नु पर्यो। त्यसपछि तपाईको आर्थिक वर्ष कुन हो त्यो छान्नु पर्यो। अब फोन नम्बर कुन हो, फोन नम्बर चाहिँ आफ्नो बिजनेसको फोन नम्बर हाल्नु पर्ने हुन्छ। कारोबार रकम, अब कारोबार रकममा जस्तै मैले एउटा XYZ प्राइभेट लिमिटेड काठमाडौँको एउटा फाइनेन्शियल स्टेटमेन्ट यहाँ हजुरहरुमाझ देखाउन गइरहेको छु। यसमा चाहिँ यो फाइनेन्शियल स्टेटमेन्टमा जस्तै कारोबार कति छ, यसमा टोटल इन्कम 1,98,32,072 1,98,05,319.50 05,319.50। यसको नाफा कति छ 378,171 378,171। अन्य मलाई हाल्न सक्नुभयो, रजिस्टर भयो। सबमिसन नम्बर यो तपाईहरु टिपेर राख्न सक्नुहुन्छ। यसलाई गोपनीयताको लागि यसको सबमिसन नम्बर तथा प्यानहरु ब्लर गरिएको छ। अब करदाता किसिममा गएर तपाईले अब यो प्रोप्राइटरशिपको फर्म भएको हुनाले यसमा दम्पति तथा एक्लो भनेर छान्नु। दम्पति हो भने चाहिँ बिहे गरेकाले र श्रीमती बेरोजगार अरु केही पनि गर्नु नभने उहाँले चाहिँ दम्पति छान्न सक्नुभयो। श्रीमतीले अर्को ठाउँमा जब गर्नुहुन्छ, अर्को बिजनेस गर्नुहुन्छ भने चाहिँ उहाँले चाहिँ एक्लो व्यक्ति भनेर छान्न पर्ने हुन्छ। दम्पति भयो, दम्पतिमा प्यान नम्बर 6 गरी प्यान नम्बर हाल्नु पर्यो। प्यान नम्बर 6 दम्पति भइसकेपछि दम्पतिको नाम हाल्नु पर्यो। MRS XYZ नाम मैले नाम हाल्दै। कुनै
यस अवधिमा करदाताको सेयर लगतमा परिवर्तन भएको छ भने 6 हाल्नु पर्यो, छैन भने छैन हाल्नु पर्यो। यस अवधिमा बिमा दाबी भएको तर भुक्तानी नपाएको छैन भने छैन हाल्नु पर्यो, 6 भने 6 हाल्नु पर्यो। यस अवधिमा अन्य निकायको सेयरमा लगानी भएको छैन। यस अवधिमा घर जग्गा खरिद भएको छ भने 6 मा क्लिक लगाउनुहोस् है तपाईहरुले। यस अवधिमा भुक्तानी गर्नुपर्ने पेबलमा अग्रिम करकटी बाँकी छ भने चाहिँ 6 मा लगाउनु पर्यो, छैन भने छैन लगाउनु पर्यो। यस अवधिमा सम्बद्ध पक्षसँग कारोबार भएको, सम्बद्ध रिलेटेड पार्टी ट्रान्जेक्सन भन्छ, 6 भने 6 लगाउनु पर्यो, छैन भने छैन लगाउनु पर्यो। दीर्घकालीन करार अन्तर्गत कारोबार कुनै छ भने यसमा गर्नु पर्यो। यसमा अनि अडिटरको डिटेलहरू हाल्ने ठाउँ छ। अडिटरको स्थायी लेखा नम्बर, लेखा परीक्षकको नाम, लाइसेन्स नम्बर, अनि लेखा परीक्षण मिति कहिले गरेको, युडी नम्बर, आइक्यानबाट जेनेरेट गरेको युडी नम्बर त्यसमा हाल्न सक्नुहुन्छ। सबमिसन नम्बर भयो। त्यो भित्र गइसकेपछि कर छुटको कारोबार गर्ने विवरणहरूको पनि अनुसूची 5 क भर्नु पर्यो। व्यापारको मात्र कारोबार हो भनेपछि व्यापारको आय विवरण राख्ने भनेर यसमा छ। यसमा एड न्यूमा जानु पर्यो प्लसमा। त्यसपछि करको किसिम भन्ने छ। करको किसिममा साधारण व्यवसाय हाल्नुहोस्। त्यसपछि फाइनेन्सियल स्टेटमेन्टमा गएँ है म। यसमा रेभिन्यू फ्रम अपरेसन भनेको थियो नि, त्यसलाई चाहिँ सेल्समा लगेर अथवा सर्भिस इन्कम, यो चाहिँ सर्भिस अर्गनाइजेसन हो भनेपछि सर्भिस इन्कम भनेर राख्नु पर्यो। यसमा सर्भिस फी भनेर सर्भिस फी राख्नु पर्यो, अथवा अमाउन्ट डिराइभ फ्रम डिस्पोजल अफ स्टक, यसरी वस्तु बेचेर आम्दानी आएको भने चाहिँ यसमा राख्नु पर्यो। 2 मा 7.2 ख दफा 7.2 ख अनुसार यसमा राख्नु पर्यो। सेवा शुल्क भनेपछि माथिल्लोमा राख्नु 7.2 क अनुसार 198/05/319 सर्भिसमा राखेँ है मैले 198/05/319.50 है। त्यसपछि तपाईको इन्ट्रेस्ट इन्कम छ, यसलाई चाहिँ लगेर अदर इन्कममा राख्न सक्नुहुन्छ तपाईले। 26,753.09 26,753.09 यति भएपछि यसको टोटल इन्कम यो र यसमाको ठ्याक्कै मिल्छ टोटल इन्कम हैन। अब त्यसपछि इन्ट्रेस्ट, यसले इन्ट्रेस्ट तिरिराखेको छैन, इन्ट्रेस्ट एक्सपेन्सेस भनेको 353,811.12 इन्ट्रेस्टमा गएर एड गर्नु पर्यो। अन्य ऋण, कुन ऋण, चालु ऋण हो, परिवर्तन सम्पत्तिको ब्याज हो अथवा अन्य ऋण हो, 353,811.12 353,811.12 यसमा जाने भयो। त्यसपछि तपाईको ओके। त्यसपछि कस्ट अफ ट्रेडिङ स्टक भनेको, कस्ट अफ ट्रेडिङ स्टकमा तपाईले अब यो कस्ट अफ अपरेसनलाई पनि त्यसमा लगेर हाल्न सक्नुहुन्छ। 1,68,97,80.46 प्रत्यक्ष अन्य सिरवार लागतमा लगेर हालिदिने भयो। 16,89,780.46 16,89,780.46 तपाईको अदर एक्सपेन्सेसमा गएर एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसहरू जस्तै इम्प्लोइ बेनिफिट एक्सपेन्सेस, इम्प्लोइ बेनिफिट पनि यसमा चाहिँ यो सर्भिस अर्गनाइजेसन भएको हुनाले यसलाई अन्य तलबमा लगेर राखिदिने। प्रत्यक्ष तलब 1,11,85,500 1,11,85,500 यो डाइरेक्ट एक्सपेन्समा गयो। त्यसपछि तपाईको एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भन्यो। एडमिनिस्ट्रेटिभ एक्सपेन्समा चाहिँ अदर देन मेन्सन भनी छ। उपरोक्त बाहेक आयकर ऐन 2058 बमोजिम कट्टी हुने अन्य खर्चहरू भनेर छ, यसमा एड गर्न सक्नुहुन्छ। यसमा चाहिँ जस्तै एडमिनिस्ट्रेटिभ 25,74,083 25,74,083.45 योमा गयो। त्यसपछि रिपेयर एन्ड मेन्टेनेन्स भन्ने उमा छ इन्ट्रेस्ट, यो हरास कट्टी र त्यो चाहिँ
यसमा जान्छ। जस्तै रिपेयर एन्ड इम्प्रुभमेन्ट भन्ने छ। रिपेयर एन्ड इम्प्रुभमेन्टमा चाहिँ अब हामी रिपेयर एन्ड मेन्टेनेन्स खर्च अन्तर्गत अलावेबल रिपेयर एन्ड मेन्टेनेन्स अलावेबल रिपेयर एन्ड मेन्टेनेन्स गर्न गएका छौँ। अलावेबल रिपेयर एन्ड मेन्टेनेन्स भने 7% प्रत्येक ब्लक हरासकट्टी आधारको 7% भन्दा धेरै रिपेयर एन्ड मेन्टेनेन्स खर्च क्लेम गर्न पाउँदैन आयकर ऐन अनुसार। सोही अनुसार यस सम्पत्तिको हरासकट्टीको स्टेटमेन्ट हामीसँग यहाँ छ। अब बिल्डिङमा हरासकट्टी हुँदैन, कन्स्ट्रक्सनमा हरासकट्टी हुन्छ। कन्स्ट्रक्सन 132 भयो, 132 को 7% 1,30,000 भयो, 1,30,000 भयो, 1,30,000 नै 90 त यो भयो। 132 को 7% 9,27,000 भयो। तर एक्चुअली यसमा खर्च भए 2,28,000। यो सबै क्लेम गर्न मिल्यो। त्यो 9,27,000 त बढी भयो भने चाहिँ क्लेम गर्न नमिल्ने है। 2,28,000 कम भयो, त्यही भएर मिल्यो। अब समूह खमा जाउँ है। समूह खमा जाँदाखेरि तपाईँको ओपनिङ कति छ? 11,79,475 छ। त्यसपछि यो असारसम्म थप भएको 390 छ। 390 को तपाईँको 1/1.3 1/3 1/3 चाहिँ यसको हरास आधारमा जोडिन्छ। त्यसको टोटल 7% गर्दाखेरि 93,000 भयो। 93 मा यता उसको खर्च छ 2,05,601 2,05,601 छ। बाँकी 1,12,000 चाहिँ मिलान यो वर्ष भएन भनेर बुझ्नु पऱ्यो। 2,05,000 मध्ये 1,12,000 मिलान भएन भनेपछि जम्मा 93,000 मिलान भयो वर्ष खर्च। गमा पनि त्यही हो। भेकल आयो। भेकलमा तपाईँको ओपनिङ यति छ 33,44,000। 33,44,000 को 7% 2,34,000 2,34,000 भयो। त्यसमा 95,000 चाहिँ डिसअलावेबल भयो। यहाँ 3,29,000 थियो, 2,34,000 भयो भनेपछि 95,000 चाहिँ अलावेबल मिलान भएन। अब डीको समूह डीको चाहिँ जम्मा 23,800 ओपनिङ छ। असारमा थप भएको 13,72,000 13,72,000 को डिभाइड बाई 1.3 1 इन्टु 1/3 1.3 होइन, 1/3 हो। 1/3 चाहिँ क्लेम हरास आधारमा जोडिन्छ। दुईटा जोड्दाखेरि 481 भयो। जम्मा 33,000 क्लेम गर्न मिल्छ। यसमा जम्मा 16,000 मात्र मिलान भयो भनेपछि पुरै मिलान गर्न मिल्यो। सो अनुसार त्यहाँ चाहिँ तपाईँको यसमा रिपेयर एन्ड मेन्टेनेन्स टोटल 7,80,165 थियो। त्यसमध्ये कति डिसअलावेबल भयो? त्यो 95,000 र 1,12,000 त्यहाँ डिसअलावेबल भयो भनेपछि बाँकी 5,71,000 मात्र कर प्रयोजनको लागि अलावेबल भयो। उसमा चाहिँ अलावेबल भएन है। त्यसपछि तपाईँको हरासकट्टी भने दफा 19 अनुसार तपाईँको हरासकट्टी खर्च। यसमा पनि त्यही फिक्सेसको हरासकट्टी जे छ त्यही अनुसार हालियो। ल्यान्ड एन्ड बिल्डिङको हरासकट्टी हुँदैन। 1,32,50,882 सुरु आधारमै हालियो। 1,32 यसमा देखिएन। 1,32,50,882 त्यसपछि यसमा यो वर्ष थप भएन, त्यही भइहाल्यो। अफिस फर्निचर एन्ड इक्विपमेन्ट यो बीमा 11,475 11,475। त्यसपछि सीमा 33,44,471.80 33,44,471.80। त्यसपछि 23,800 यसको डीको 23,800।
त्यसपछि सोम बी अन्तर्गत 390,460 चाहिँ असारमा 390,460 असारमा। त्यसपछि सोम सीमा पनि एड भएको छैन, डीमा एड भएको 137 1372 670 1372 670 एड भयो। अब यसको ह्रास दर कति छ भनेपछि कमा 5%, कमा 25%, 20%, 15%, यो चाहिँ आयकर ऐन अनुसार ह्रासकटी दर छ। म्यानेजमेन्ट प्रयोजनको लागि छुट्टै ह्रासकटी दर राख्न सक्यो, तर कर प्रयोजनको लागि यही अनुसारको ह्रासकटी रेटहरू राख्नुपर्ने हुन्छ। अब हेर्नुहोस् है, 17,20,882 नाफा यहाँ कति छ? 11 लाख नाफा छ हैन, 11 लाख नाफा छ, त्यहाँ 17 लाख नाफा भयो। तपाईँको ट्याक्स कम्पिटिसनको लागि यहाँनिर क्यालकुलेसन भएको छ। ह्रासकटी त तपाईँको त्यही नै छ। नाफा अगाडि हामीले सुरुमा राख्ने बेला त्यो ट्याक्सलाई चाहिँ नाफामा गर्छ मिस्टेकली। नाफा चाहिँ यो फाइनेन्सियल स्टेटमेन्ट अनुसार भन्दा पनि यो कर अनुसारको नाफा 17,20,882 रुपियाँ नाफा भयो। यसलाई गएर सेभ गर्नुहोस्। छुट हुनुपर्ने कारण छ कसैको भनेपछि छुटको लागि हाल्नु पऱ्यो, होइन भनेपछि त्यसो गर्नु पछाडि गएर अनुसूची भर्नु पऱ्यो। त्यसपछि गएर अनुसूची 10 भर्नु पऱ्यो। अनुसूची 10 मा गएर तपाईँको यसमा प्यान नम्बर हालेर युजर आइडी हाल्नु पऱ्यो हैन, युजर आइडी हाल्नुहोस्। त्यसपछि पासवर्ड हालेर अनुसूची 10 मा कर तिरेको र अनुसूची 1 मा देखिएको र यसमा कर तिरे हैन, त्यही भएर नो डाटा फाउन्ड भन्यो है। अब नो डाटा फाउन्ड भन्यो, मैले यसलाई सेभ गरेँ, तर कर चाहिँ उसमा तिर्ने कर र यसमा तिर्ने कर एउटै देखिनु पऱ्यो है। त्यसपछि अनुसूची 1 मा कति कर तिर्न पर्ने हो, कर तिर्न पर्ने दायित्व सबै गणना यसमा हुन्छ। यस अन्तर्गत यसमा 3,24,000 देखायो, सेभ गरेँ। अनुसूची 5, अनुसूची 10 र अनुसूची 1 आज यति गरौँ। अनुसूची 13 लाई फेरि स्पेशल फेरि अर्को भिडियो बनाउने छु। त्यतिन्जेलसम्मको लागि म दिलीप भुषाल बिदा चाहन्छु। सधैँ साथ दिनुहोला। काठमाडौँ बिजनेस सल्युसनलाई सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु। हस्त, धन्यवाद।